अभिमान कम्पलसरी घुम्नु नेपालको धेरै बत्तीको यो नयाँ तपाईँहरूलाई स्वागत छ। आज हामी छौँ वाउ गेम जोन। तपाईँलाई देखाउनेछौँ भित्र कस्तो कस्तो गेम खेल्न मिल्छ भनेर। तपाईँहरूले आउनु सक्नुहुन्छ। यो मुलपानी स्टेडियमभन्दा ठ्याक्कै अपोजिटमा छ है त। ल लेट्स गो। सुरुमा चाहिँ यो लाइन म गर्दैछु होइन। ल लेट्स गो। किन गर्छ होला त्यही रेस्टुरेन्ट भन्दैछ कहाँ रोकिन त रोकिँदैन बिचतिर रोक्यो भने उयो लास्टमा इन्डिङ पोइन्टमा रोकिन्छ नि बच्चा हल्का हल्का बच्चाहरू मात्रै रोकिन्छ होइन कि उता बिचतिर ओह्रालो हुन्छ नि त यो अलिकति ओह्रालो त उयो अस्ति बस्दाखेरि अलिक उकालो रेडी हुँदैछु है जानलाई। फर्स्ट टाइम लाइभमा गरिरहेछ जिपलाइन फर्स्ट टाइम छ। ल वाउ गेम जोन तपाईँहरू आउनु होला है। ल म गएँ ल। कस्तो भयो अब हामी के खेल्दैछौँ? अब हामी साइक्लिङ गर्छौँ। बाहिर छौँ रे साइक्लिङ है। अब एकदम साइक्लिङ जाँदैछौँ। धेरै लामो चाहिँ छैन तर मजा चाहिँ आउँछ। एउटा मेमोरी साइक्लिङ हान्दैछ सुमन भाइ। ल ठ्याक्क लाएर पर गर ठ्याक्क फेरि रिटर्न ब्याक हुने होइन। त्यही त नि मेरो टाउकोमा जाँदैछ। यो त फुल सेफ्टीवाला हो है। म चाहिँ हातमा छु उ चाहिँ बिहे भएन त्यही भएर फुल लाग्यो मलाई त मतलब मेरो ठेलो मात्र बिहे भएन भनेको लाग्छ। विशाल भण्डारी दाइको के अरे सरी विशाल गौतम दाइको चाहिँ म एकदम फ्यान हो है। हाम्रो धीरेन्द्र राख नि। पहिला आइटमा साइकल हान्छ याद छ? यो चाहिँ अर्कैवाला साइकल हो। यस्तो यस्तो गरेर खुट्टाले ढल्किँदैन। कसला आज यो चाहिँ अलि डर लाग्यो। हात जोडेर डर लाग्यो लास्ट।
हामी चाहिँ अब यहाँ जाँदैछौँ होइन भवन रमाइलो छ तपाईँहरू नि आउनु होला नेपाली स्टुडेन्टको पनि अफिस